नानी तिमी किन रिसाएको बनाउनै दिदिनु कोले लुगा फेरि बस्छ कोले नानी विभान दादा त गइसक्यो त गाडीमा गइसक्यो त के गर्दै रहेछ अनि खाना पकाउँदै रहेछ खाँदै रहेछ कोले विभान तिमी त ढिलो भयो त जुत्ता लाउनु निस्क्यो भने चाहिँ ए अर्कै आमा चाहियो अन्त आमाले नकराउनु तिमीलाई अन्त तिमीले मिस्टेक गर्यो भने पनि खानु पनि दिनु नानीको पानी खान्छ कसले नानीको पानी कसले नालीको पानी खान्छ तिम्रो घर दामी छ मेरो घर होइन यो कसको घर हो यो घरमा बस्छ आमा चाहिँ यो माथि घरमा बस्छ यो माथि घरमा आमा बस्छ यो घर चाहिँ कसको अन्त यो आमाको हैन यो चाहिँ तिम्रो हो किन गन गरेको केटाकेटी यो मेरो तिम्रो हो यो माथिको तिम्रो ल म तिमी भरे स्कुलबाट आउँदा म घरमा हुँदिन जाऊ बुढो मान्छे जस्तो किन गन गरेको तिमी केसाङ बुढो मान्छे जाऊ बुढो मान्छे जस्तो गन गर्छ त आमालाई कुट्नु ल बाई प्लिज कुट्नु न भन्दैछ